नमस्कार सबैजनामा। मेरो नाम नारायण लुइटेल हो र म सिक्किम राज्यबाट। म अहिले एनएसडब्ल्युएममा डिडब्ल्युओको रूपमा कार्यरत छु। मलाई लाग्छ कि स्वस्थ राष्ट्रको निर्माण केवल औषधि वा उपचारबाट मात्र सम्भव हुँदैन। यसको आधार जनचेतना, रोकथाममूलक दृष्टिकोण र समुदायको सक्रिय सहभागिता हो। एनएसडब्ल्युएमले मलाई यही उद्देश्यलाई जमिनी तहमा सेवा गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। डिडब्ल्युओको रूपमा म यस भूमिकालाई एउटा पुलको रूपमा लिन्छु, जहाँ चेतना र व्यावहारिक कार्यबीच, ज्ञान र त्यसको आवश्यकता पर्ने जनसमुदायबीच यो केवल एउटा पद होइन, यो समाजप्रति समर्पित सेवा र उत्तरदायित्वको प्रतीक हो। एनएसडब्ल्युएम मार्फत मेरो प्रमुख उद्देश्य सिक्किममा जनतालाई स्वास्थ्यप्रति सचेत, प्रेरित तथा सशक्त बनाउनु हो, ताकि उनीहरूले प्रत्येक दिन आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै लिन सकुन्। महात्मा गान्धीले भन्नुभएको छ, वास्तविक सम्पत्ति भनेको स्वास्थ्य हो, न कि सुन र चाँदी। यस सन्देशका साथ म तपाईँ सबैलाई एनएसडब्ल्युएमसँग जोडिने र समाजमा सकारात्मक परिवर्तन ल्याउने यस अभियानमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछु। जय हिन्द, धन्यवाद।